हेलो गाइस, सबैजना नमस्कार। म रमेश परियार। यो चाहिँ मेरो माइतको गाउँ हो हैन। यो उतापट्टि रेलवे स्टेसन छ अनि यतापट्टि यो गाउँ, यतिर इटापट्टि पनि छ। यो मेरो माइतीको घर। के हो राति हो? कागती हो कि? नै 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 सुन्तला। सुन्तलाको रुख आयो पोर्तको गेडा। त्यो बढिया छ हो। त्यो बुढी सुन्तला खान्ला छ हैन, पाकेको छ यताको। एकदमै रमाइलो छ, हावाहुरी मस्त चलिरहेको छ। है बुढी कसो छ चाखिहालौँ। एकदमै मिठो छ। अब यसैतिर म पनि घरसर लगाएर बत्ती प्लानमा छु। एकदमै राम्रो छ ठाउँ। यहाँ आएपछि चेन्नई जाने मन लाग्दैन मेरो। पार पेलो गरेर लगायो भने मेरो जेठको घर हो। एकदमै पहाडी एरिया, तिरका डाँडा पाका होइन, सबैतिर भएको। यही नेपाल जस्तै भन। यो नरिवलका रुख कति राम्रो दृश्य छ। अनि उहीतिर ट्याक्क पुरा खेत रोपबाट पारे हरियाली भएर छ। यस्तै छ गाउँ एरियाको जिन्दगी। एकदमै राम्रो छ जग्गा। आफ्नै नेपालको याद आउँछ। कति राम्रो दृश्य छ। ट्याक्क परेको गाउँ होइन। यहाँबाट गए एक्सप्रेस। यो पनि त्यो बडोको रुख मान्नु, ठुलै छ घरको आगमुखलाई। अरू बुढी कतिको छ यहाँ तुईलाई? एकदमै रमाइलो छ यहाँ। रमाइलो। अनि यहीतिर एकदम रमाइलो भन्नुपट्टि धेरै रमाइलो छ होइन। उठा बत्ताकीलाई अब जसै पनि गाउँ एरिया हो भनौँ, आफ्नै नेपालको याद आउँछ। धेरै राम्रो छ। अन्य ठाउँ पनि हजुरलाई म देखाउने छु, भिडियोमा बनिरहेको आयो। यहाँ त हजुर यहीतिरको कस्तो छ सिस्टम भनेपछि चित्त यो धान खेत रोप्राइ छ। उहीतिर लास्ट उहाँ छ नदी। यहीतिर पनि पुरा झाड छ। यहाँ पुरा खेतबारी घोगा लगाएको छैन। अरूतिर पहाड पुरा। आहा यस्तो ठाउँ छ कि रमाइलो। तपाईँ हाम्रो नेपालमा जो छ रोड सोड पनि बाटो पनि सबैतिर भएको रमाइलो ठाउँ छ। घुम्न चाहनुहुने कोही छ भने चाहिँ आशा यहीतिर।